सो हेलो वेलकम गाइज मेरो अपना ब्लग 884 च्यानलमा सबैजनालाई। र आज म पुरै हैन ब्याग स्याग भिरेर चस्मा ठोकेर च्याटचुट परेर कहाँ जान लागेको छु भन्दाखेरि चाहिँ आजको यो ब्लगमा चाहिँ मैले के देखाउँछु भनेपछि हाम्रो डमकोर डाँडामा रहेको टावर, त्यसपछि त्यहाँ बन्न लागेको भवनहरू, त्यहाँ के विकास भइरहेको छ। आज म त्यो चीजहरू तपाईलाई देखाउँछु। यो भिडियोमा चाहिँ तपाई अन्त्य तक लास्ट तक तपाई बन्दिनु होला। हस्, अहिले म छु कि हाम्रो गाउँको बाटोमा, अनि यहाँदेखि म डमकोटतिर जान्छु। अनि मेरो पछाडि रहेको छ हाम्रो स्कुलको चौतारा, यता अगाडि चाहिँ हाम्रो 5 क्लाससम्म स्कुल रहेको छ। यता यो साइडमा चाहिँ हाम्रो यता नयाँ स्कुल यानि कि भवन रहेको छ भने यो साइडमा चाहिँ हाम्रो अलि पुरानो भवन थियो, पहिलेकै पुरानो भवन छ। यो साइडमा चाहिँ स्कुलको शौचालय रहेको छ। अनि म चाहिँ डमकोटको टावरको बाटोतिर हिँडेँ। आज चाहिँ म चाहिँ एक्लै जान लागेको डमकोट टावरमाथि चाहिँ। मेरो साथमा आज कोही पनि साथीहरू छैन, किनकि सबै साथीहरू आफ्नो आफ्नो काममा व्यस्त हुन्छ, त्यही भएर कोही साथीलाई नलिएर आएको छु म चाहिँ एक्लै। अनि यहाँदेखि चाहिँ डमकोटको टावरमा पुग्नको लागि समथिङ 1-1.5 घन्टा लागिहाल्छ। अब हिँड्ने मान्छेलाई 1 घन्टा पनि पुगिहाल्छ, अब उकालो छ त्यसैले 1 घन्टा लाग्छ। यो चाहिँ डमकोट टावर जाने बाटो रहेको छ। अनि यता ढुङ्गाहरू अनि उकालो खड्डाखुड्डीहरू धेरै रहेको छ। अनि यसमा चाहिँ राम्रोसँग हिँड्नुपर्छ। एकदम उकालो छ गाइज हैन, एकदम उकालो। पुरा मान्छे यहाँबाट गयो भन्दा सिधै तल जान्छ है गाइज, भिड छ हैन। एकदम लास्टिक गाह्रो बनायो। दौडिँदै म त झन् छिटो जाम कि भनेर दौड्दै हिँडेको लास्टिक गाह्रो पनि भइरहेछ, पुरा सास पनि फुलिरहेछ हैन, पसिना पनि आइरहेछ। एकदम गाह्रो छ गाइज हैन। यहाँदेखि माथि टावरमा जान लास्टिक गाह्रो छ। ओ गाइज यहाँ चाहिँ यदि खतरा छ नि त। ओहो यस्तो छ पुरै हैन, बब्बाल सिन छ, बब्बाल एकदम बब्बाल झक्कास सिन हैन। अब चाहिँ हामी लेट्स गो। फाइनली गाइज म चाहिँ डमकोटको टावरमा आइसकेको छु। अनि यो चाहिँ मेरो पछिको टावर, अनि यता चाहिँ सोलरको पाताहरू छ हैन, पावरको लागि सोलरको पाताहरू छ। अनि चाहिँ मेरो यता टक्कै पछाडि रहेको छ पुरा हाम्रो यो डमकोटको यो के बन्दैछ हैन, ठुलो भवन जस्तो के हो यो त यति मलाई खासै जानकारी भएन। अनि यो चाहिँ हाम्रो मेन गेट रहेको छ, यहाँदेखि चाहिँ इन्ट्री गर्नुपर्छ मैले। अब म टक्कै यता भित्रतिर इन्ट्री गरेर तपाईहरुलाई के कस्तो छ सबै देखाइदिने छु है। मैले चाहिँ अनि गेटभित्र इन्ट्री गरिसकेँ हैन, अनि भित्रको के कस्तो छ सबै देखाउँछु। अनि यो मेरो पछाडिको भवन हो के हो, तर एकदम बबाल छ गाइज हैन, एकदम ब्युटी, एकदम बबाल देखेको छ हैन। मलाई चाहिँ एकदम खुसी लागेर आएको छ हैन। हाम्रो यो डमकोट डाँडामा चाहिँ एकदम विकास भइरहेको छ, भक्का भक पारेर विकास चाहिँ डेन्जर भइरहेको छ हैन, एकदम खुसीको कुरा हो। मैले चाहिँ तपाईहरुलाई चाहिँ अब टक्क यता पछाडि पनि गएर सट्ट पहिला चारैतर्फ अनि देखाएर म चाहिँ यसको भित्र चाहिँ इन्ट्री गर्छु हैन। अनि यो देखेको तपाईहरुले सिमेन्टको यो मन्दिर जस्तो के हो भनेर सोच्नु भएको होला। यो चाहिँ हाम्रो पिने पानीको ट्याङ्की हो, यसमा चाहिँ हाम्रो पिने पानी जम्मा हुन्छ। अनि यो ट्याङ्कीमा ती भएको पानी चाहिँ मैले सुने अनुसार चाहिँ हाम्रो यो भेरीगङ्गा नगरपालिकाको यता साइडमा चाहिँ गाउँमा पानी जान्छ भन्ने सुनेको छु। अनि यता मेरो पछाडि रहेको छ पुरै है, पुरा बालुवाहरू गिट्टीहरू रहेको छ भने चाहिँ अब तपाईहरुलाई साइडतिरबाट पनि सबै देखाउँछु। अनि मेरो यो पछाडिको साइडमा चाहिँ यता रहेको छ ट्याक्कै बाहिर हाम्रो यो भवनको यो मैले पछाडिको साइडबाट पनि देखाएँ, यस्तो देखिन्छ। पछिको साइडबाट चाहिँ लुक्स चाहिँ यस्तो देखिन्छ। अनि मैले चाहिँ त्यो भवनभित्र चाहिँ इन्ट्री गरेँ, भित्रबाट पनि यस्तो थियो हैन, पुरै हैन सिनहरू भित्रको सिन पनि मैले देखाएँ। बबाल थियो हैन, यति बनिरहेछ, काम आज चालु छ, यति बन्न मात्रै यति बबाल देखेको छ भने चाहिँ पुरा बन्यो सेटअप भयो भने चाहिँ बबाल देखिन्छ है गाइज है यो चाहिँ। अनि आजको यो डमकोट डाँडाको विकास हजुरहरूलाई के कस्तो लाग्यो हैन कमेन्ट गर्नु होला। अनि हजुरहरूलाई पनि कहीँ पिकनिक खानु छ भने चाहिँ हाम्रो यो डमकोट डाँडामा आएर पिकनिक खान सक्नुहुन्छ, रमाउन सक्नुहुन्छ। अनि फोरहरू चाहिँ फोर यताउति गर्न पाउनु हुँदैन, फोर चाहिँ नगरिदिनु होला प्लिज। अनि आजको भ्लग चाहिँ के कस्तो लाग्यो हजुरहरूलाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। अनि अपना ब्लग 884 च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। हस्त धन्यवाद।